जेरी अन टप लेखेँ मैले 2 साल जति टाइम लाग्यो हुन्छ नि, किनभने चेन्जेसहरू भयो, डिरेक्टर चेन्ज भयो, एक्टर चेन्ज भयो, के भयो त्यो अकर्डिङ टु द्याट धेरै स्क्रिप्टमा पनि चेन्जेस आयो होइन। त्यहाँदेखि एक पोइन्ट पछि चाहिँ आफै पनि अलिकति ब्ल्याङ्क हुन्छ नि त होइन, बेसी चेन्जेस हुँदाखेरि। सो ठिकै मैले कुन पोइन्टमा लेख्नु छोडेँ भन्दाखेरि ठिकै हाम्रो केदार दाई माग्ने दाईको एन्ट्री भयो होइन। अब मलाई केदार दाई एज अ राइटर दामी लाग्ने मान्छे, उहाँको सेन्स, किनभने हामी पहिला अर्को एउटा प्रोजेक्टमा पनि डिस्कसनहरू हुँदै थियो दिपक दाईहरूसँग। अन्त सो त्यतिखेर चाहिँ मैले के भन्छ केदार दाईसँग कुरा गर्दाखेरि चाहिँ उहाँको एउटा लेख्ने सेन्स हुन्छ नि, सिनेमेटिक सेन्स एकदम राम्रो रहेछ। सो जब मैले जेरी अन टप छोडेँ त्यतिखेर ठिकै माग्ने दाई आउनुभयो। अन्त माग्ने दाईले चेन्जेसहरू गर्नुभयो हुन्छ नि होइन। सो भेरी ह्याप्पी कि मैले लेखेको कथामा उहाँले पनि आफ्नो इनपुटहरू दिनुभएको छ। सो अब मैले अहिले पढेको छुइनँ के छ, बट देन अब भोलिको दिन त्यो स्क्रिनमा देख्यो भने चाहिँ मलाई चाहिँ मजा आउँछ जस्तो लाग्दैछ हुन्छ। भनेपछि उहाँले उहाँको लागि आफै लेख्नु भएको छ होला। सो अब त्यही उहाँले पनि इनपुटहरू दिनुभएको छ होला हुन्छ नि होइन। सो उहाँको पनि अब रोल त पुरै चेन्ज भयो नि त, अर्कैको लागि लेखेको थियो अन्त उहाँ आउँदा त चेन्ज भयो होइन। सो अब उहाँ आउँदाखेरि के चाहिँ आएको छ इन्ट्रेस्टिङ कुराहरू होइन, किनभने ह्युमर त अभियसली मजाको आयो होइन। सो अब त्यो चाहिँ भोलिको दिनमा स्क्रिनमा हेर्नु चाहिँ एकदम इन्ट्रेस्टेड छ, म आफै एकदम एक्साइटेड छु कि।